पक्का पास। हेलो साथीहरू, सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म फेरि आइसकेँ नयाँ दिन अनि नयाँ भिडियोको साथमा। साथीहरू है, आज चाहिँ मेरो भिडियोमा के रहन्छ भन्नुहुन्छ भने आज चाहिँ मेरो छोरीको इक्जाम हो, क्लास 8 को। के भन्छ अरे, यो 2 विषय लाएकोहरूले चाहिँ मौका परीक्षा पाउँदो रहेछ। त्यसका लागि चाहिँ हामी आज इक्जाम दिन जान लागेको साथीहरू। अनि कहाँ पर्यो त मेरो नानी भन्नुहुन्छ भने भुम्रे माविमा परेको छ है। त्यसैले मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला। मेरो राजा पनि निस्किसक्यो है, हेलो गर हाई। अनि हामी चाहिँ अब जाँदैछौँ। उहाँ चाहिँ 11 बजे के भन्छ अरे इक्जाम सुरु हुन्छ। हामी चाहिँ अहिले ठ्याक्कै 9:30 भएको छ। यो इक्जाम दिन मान्छे यही हो है। दिन मान्छे चाहिँ यही हो साथीहरू। अब चाहिँ हामी लाग्यौँ, गाडीले चाहिँ छिट्टो छिट्टो लैजानु भनेको। ल या हो नि, हामी चाहिँ लाग्यौँ। अब मैले चाहिँ हजुरलाई सिधै उहाँ गएर देखाउने छु स्कुल कस्तो रहेछ, कुन ठाउँमा रहेछ। कहिले गएकै छैन, पहिलोचोटि जाँदैछु। यो माथिल्लो ग्राउन्ड अफिसको ग्राउन्ड। अरूको त मास्टर पनि आउँछ नि त। अर्जुन सर टोइलेट गर्छ नानी, टोइलेट कता छ? गएनौ हिजो? आउस सोधौँ, आउस जाऊँ सोधौँला। नानीहरूको चाहिँ इक्जाम हल यहाँ रहेछ। निस्किए केटाकेटी। कस्तो भयो? राम्रो भयो? पक्का पक्का पास। ल छोरीको अनुहारमा त खुसी त बेपत्तै छ करे पास हुनलाई क्यार छ। खै हेर्दा हेर्दा अब त्यहाँ गएर किन्न भनेर आँटी ल्याइहाल्नुहोस्, नकिन्न कसरी नकिन्ने। के खस्यो? ए फर्स खस्यो नानी, तिम्रो होला। कस्तो भयो? हो पक्का। साथीहरू म चाहिँ वालिङ गएर आइसकेँ है। अनि मलाई चाहिँ एकदम रुवाला र टाउको दुखेको छ। वालिङ पनि 2 दिन गयो है, हिजो र आज। नानीको चाहिँ इक्जाम भएको भएर हिजो म्याथ, आज साइन्स। अनि आजलाई भिडियो यति नै। म चाहिँ घर आइसकेँ। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आजलाई चाहिँ भिडियो यति नै, बाई बाई।